तारातारी मार्चो चर्च ला पीछे दे अमेरिका प्रोग्राम अलग अलग गुगले लगा निंदे भावना गुदिना थकिया सुला कुंभा फैमिली गेदर गुगले मुन गुना थकिया सुला कुंभा पिकनिक चबले भी प्रोग्राम गुदिना सुला कुंभा तो ओ नीचे दे पकाइना था तो ओ तू मिठा होले खबले गुना मन ने भी भावना गुना गुया सुला और कुंभा तो आया अमी चटनी बनाउने चर्च दिने जो अमी तो चटनी तो बनाइने आई बोले लगो गुना भावना भी गुया सुला ओले मुए एतिया अजी अलग समय निम्ते सबके रिक्वेस्ट की बोल मुझे से सबले बिंदी को चांस है कोई पनि आफ्नो ठाउँ बाट नउठी दिनु होस् भने म बिन्ती गर्ने चाहन्छु हामी क्रिसमस को समयमा छ हामी के छैन हामी मिलेर गर्नु छ तर सबैभन्दा पहिला परमेश्वरको वचन हामी बुझ्नु धेरै नै जरुरी रहेको छ हाम्रो निम्ति भनेर म यो कुराहरु शब्द राखिदिने छु आजको क्रिसमसको थीम जुन चाहिँ हाम्रो रहेछ The light has come. ज्योति आएको छ भनेको विषयमा हामी हेरेर जानेछौँ. The light has come. Light. जब हामी लाइटको विषयमा हामी अन्धकारमा हुँदाखेरि वही अन्धकार हामी डार्कनेस गुरिकिन हामी अन्धरा गुरिकिन खोर एकता थकिएछ गुलेदो इदु खोर उजाला गुरुले मुदि के गुरुबो अमान पहाड जाइकिन आइसु गुले फर्स्ट टु स्विच टु अन गुरुबो लाइट ला स्विच किले अन गुरुबो किले लाइट ला स्विच टु अन गुरुले जरुरी है किलो गुले अमाहान अंधेरा होसी गुले दो इकु न दिखी जाए इधर पर लाइट स्विच ऑन गुरुबो तो हेले भी फर्स्ट की गुरुबो लाइट ला स्विच ऑन ऑफ जोड़े है गुले दो मोबाइल लगा लाइट स्विच ऑन गुरुबो इना किले रास्ता तो समझे अजी अपने और अमी निंदे इतु लगा दिन दे आज लगा होमे दे ईश्वर प्रार्थना लगा छुरा एकता है थका दो अपने और में इतु लाइट संसार में इतु पृथ्वी में दिखावली निंदे ताई ला छुरा के पठाई दीजिए इतु पर अजी अपने और में ईश्वर लगा मुले थका दो ले दो the light has come light to आहिसदे वाला कथा दो मुले से बाइबल दे मैंने जॉन चैप्टर 8 verse 12 देखी गुइना से मैंने मसुद ब्रा कथा रखी दीना से अपने मोर बहाते बाइबल आज बोली खुलीना अपने हमारे इकिलो वाले बाइबल खुलीना साइकिना आके दे जोया पड़े जॉन चैप्टर 8 verse 12 में येशूले फेरि तिनीहरुलाई भन्नु भयो न ईश्वर र अरु मानवकी खुइ दिसे कुसे म संसारको ज्योति हुन् I am the light of the world अनि इतो संसार लगा इतो दुनिया लगा लाइट तो असु कुसे He is the light of the world. Malai पछ्याउने अंधकारमा हिँड्दैन अनि के गरे whoever follows me and you won't be walking in the dark को मनु हामी लगा पिछेड आइबो ताइको अंधेरा दिन बिराबो गुजे ताइको अंधेरा दिन बिराबो गुजे होइले भी तर त्यसले जीवनको ज्योति पाउने छ हुली ताइको हुली जुन मनी टु लाइट टु लेकिन आगे जबो ताइको हुली की पाबो कुसे लाइट लगा निचोड़ लगा लाइट टु पाबोले ऐसे कुसे आफ्नो जीवनको ज्योति भेटाउने छ गरे क्रिसमस सेलिब्रेट गर्ने जाने फर्स्ट टाइम इन क्रिसमस इज द सेलिब्रेशन अफ लाइट एंटरिंग द डार्क वर्ल्ड क्रिसमस is the celebration of light entering the dark world. Christmas is the celebration. Hatapai ani हामीले आज यो क्रिसमस सेलिब्रेट गर्न देखिन्छौ किन देखिन्छौ यो किन गर्न राखिन्छौ भने यो संसारमा अन्धकार संसारमा हाम्रो परमेश्वर येशू ख्रीष्टले ज्योति ल्याइदिनु भयो आज तपाईले क्रिसमसको दिनमा डेकोरेशन्स हेरेर कति जना हामी हेर्छौ कति जनाले थाइकोमा डेकोरेशन्स हेर्न आइराखेको छ अनि थाइकोमा चाहिँ किन यस्तो रंगी चंगी लाइट्सहरु हालेको छ लाइट्स का मान के डेकोरेशन दे क्रिसमस का तंगे मन दुनिया लाइट्स का हालिना रखे से और यो लाइट्स तो सबले के लिए से क्रिसमस तो दुनिया अंधकार लगाता है लाइट की बोले आने यीशु ख्रीष्ट आहा तो होले तो पृथ्वी दे तो दुनिया दे यीशु ख्रीष्ट आहा तो होले तो लाइट ज्योति अपने रंग के लाइट की बोले आहा करने से We light stars, candles, and then not just as decoration, but a symbol of hope. है हाम्रो आफ्नो घरमा हामीले स्टार्स टंगाउँछ हामी डेकोरेशन सुरु गर्छौं लाइटिङ गर्छौं त्यसै हामीले गरेर हिँड्छौं त्यसले चाहिँ हामीलाई के जताउँछ भन्दाखेरि एउटा आशा भोलिको दिनको लागि
When Jesus declared, I am the light of the world, He revealed the true meaning of Christmas. जब यीशु ख्रिस्टले भन्नुभयो म संसारको ज्योति हुँ भन्दाखेरि चाहिँ उहाँले आजको यो क्रिसमसको दिनको निम्ति एउटा असल उदाहरण एउटा असल मिनिङ हामीलाई बुझाइदिनु भएको छ. Now this God stepped into human darkness to bring divine light. यीशु ख्रिस्ट स्वयं हाम्रो अन्धकार जीवनमा आउनुभयो अनि हामीलाई ज्योति देखाउनु भयो भनेर हामीले यो सानो म इन्ट्रोडक्सन राखिदिनेछु अनि हामी अगाडि बढ्छौँ. वचनमा त हाम्रो बाइबलमा When the world was in darkness, जब संसार अन्धकारमा थियो, जब परमेश्वरले संसारलाई पहिलो स्थानमा सृष्टि गर्नुभयो, when God created the world, जितने दुनिया को बनाइसे, ये जो टाइम दे इको थकाने कुछ, ये जो टाइम में सब तो अंधकार ताकि dark हुई ना अंधेरा हुई ना ताकि कुछ. Jesus brought us to Genesis 1:13 ने Genesis 1:13 में कोई किना जितने दुनिया को पूरा अंधकार हुई ना अंधेरा हुई ना ताकि से ये जो टाइम में ईश्वर बाप से let there be light, ये दे light ताकि जल्दी कुछ उजाला हुई जगह कुछ ये तो अंधेरा दुनिया में ईश्वर बाप उजाला आने ईश्वर बाप दे ये तो अंधेरा दुनिया में ईश्वर बाप उजाला दोनी let there be light कुछ अंधे उजाला आए जिसे. Isaiah chapter 9 verse 2 months bandisha, the people who work in darkness have seen a great light. Right? Isaiah ma agum bani garnu bhayeko Yeshu Christ ko barema. The people who work in the darkness, andhakarma tapai ani mo pani katai andhakarma hini rakheko cha wala. You and me apunya ra ami laga light te andhakar te darkness te bheraikina thakidina बुझे ऐसे वाला अपने आप में जे ये तो darkness तो ये तो क्यों हो अपने आप में ये जो है reason बुझे ये तो darkness तो क्यों हो अंधकार क्यों हो अपने आप में इधर तो हुले तो अंधकार न है इधर तो दुनिया तो साइड जैसे लाइट वाइज सब तो ज्योति इधर मॉर्निंग का सन उलाय जाए रात्रि भी मून उलाय जाए खोर अंधेरा हुई से बोले लाइट थकी जाए इधर तो कैंडल थकी जाए टॉर्च लाइट अंधेरा वाले दुनिया नहीं हुले भी अपने आप अमीन निंदे ईश्वर तो हुले तो किले लाइट ज्योति नु लुगिना लाइट नु लुगिना ऐसे अपने और ईश्वर पर किले कुछ आई एम द लाइट ऑफ द वर्ल्ड अमी दुनिया लगा जो संसार लगा लाइट तो ऐसे कुने ईश्वर पर किले कोई दिसे अपने लगा आज डार्कनेस तो किए से ताई ये अपने अमी निम्बे आहिगिना से बोले अपने अमी ना अंधकार तो किए से बोला जे. Darkness represents sin, fear, confusion, injustice and hopelessness. Right? हमिला पाप डर है हमिला पाप डर confusion सुरु हाम्रो अंधकार भएर बसेको छ हाम्रो जीवनमा आज अपने और में पाप ते थकिया जुला अपने और में भूई की बात तब भूई ते थकिया जुला अपने और confusion ते जुला injustice ते बेराया जुला और अपने और मिला मोते ओ किनका होबना खालीला दिनु ओ किनका होबना हाला दिनु ओ किनका होबना उतो टाइम तो हुली तो कोई ना फापना बुलिना चिंता hopeless बिना थकीना बुया जुला और इतु तो हुली तो अपने और अमीन दे अच्छी darkness तो जुला अंधकार इतु अपने और अमीन जुला इतु darkness दे इतु अंधकार दे ईश्वर बा अपने और अमीन के light दी बोले निंदे अजीला दिने यीशु क्रिस्ट चुने मिशे अपने और अमीला पाप तो हुली तो माफ करे दी बोले निंदे यीशु क्रिस्ट चुने मिशे अपने और अमीला confusion दूर बोले निंदे यीशु क्रिस्ट तो light विगिना अपने और अमीलो को दे हिगिना से अपने और अमी injustice ते बेरा ऐसे बोले पारस ते बेरा भी दे किना ताये बा शिखा बोले निंदे दिखाई बोले निंदे ये तो दुनिया में चुने मिशे अपने और अमी आहा दिन किने का होबो ओ तो दिन की होबो काली किने का होबो परसुन किने का होबो नेक्स्ट वीक किने होबो किने ये तो hopelessness आखा ना थकिना बुये थकिया बोले हमी आस न बाहिर बसे राखेको छ भने हामीलाई आस दिनुको निम्ति येशू ख्रिस्ट जन्मिनु भएको छ येशू ख्रिस्ट जन्मिनु भएको तपाई अनि मलाई ज्योति दिनुको निम्ति तपाई अनि मलाई ती सबैबाट छुटकारा दिनुको निम्ति to deliver us from our sin, to deliver us from our hopelessness, to deliver from our confusion, to deliver from injustice. हामीलाई ती सबैबाट छुटकारा दिनुको निम्ति येशू ख्रिस्ट जन्मिनु भयो. What is the darkness today? आज तपाईको निम्ति मेरो निम्ति
अन्धकार चाहिँ के हो तपाईँ अनि मेरो निम्ति हाम्रो अन्धकार चाहिँ के हो डिप्रेसन एन्जाइटी fear of future addiction habits addictions को कुनै बानी या बिमारीहरू तपाईको लागि अन्धकार भएर बसेको छ कि कसो छ बिमारीले तपाईलाई परमेश्वरमा अगाडि बढ्नुमा बानेर राख्नु भएको छ कि तपाईलाई डिप्रेसन भएको छ कि कुनै कुरामा सम्झेर सहनु नसकेर त्योमा डुबेर बसिराखेको छ कि तपाईको मनमा डर रहेको छ कि ओ अब के हुन्छ होला भन्ने डरहरू रहेर बसेको छ कि या तपाईको मनमा कुनै ह्याबिट्स एडिक्सन्सहरू भएको छ कि तपाई आज कुन अन्धकारमा बस्नु भएको छ तपाई आज कुन अन्धकारमा बस्नु भएको छ तपाईमा कुन अन्धकारले तपाईलाई घेरेर राखेको छ अपनी के कुन त्यो बराबर त्यो डार्कनेस बरा बांधिकिन राखिकिन चाहिँ अपनी के बिमार बरा गाउँछला बिमार बाजिना भुइ बाजिना हैबिट्स बाजिना बिहेवियर्स बाजिना एडिक्शन बाजिना की बरा अपनी के बांधिकिन राखिया से अपनी नजरे 24 नाइट कभी किमान जो बाहर है मैं सेलिब्रेट करूँगी और 24 नाइट में क्रिसमस में क्या लाए ने किमान जो लोग बोले तो गुद्दा खाई ना बुझे नजने किमान जो मुदो खाई ना बुझे नजने किमान जो गिरे सिगरेट तनी ना बुझे अभी नजने कुने इतु खान बार भी अपने के अंधकार को ना पदी ना रखी ना ताकि ऐसे नहीं ये इधर सब बड़ा इधर अपने अमी छुटकारा लगे इधर सब बड़ा इधर अपने और अमी जीतू बोले मुना से इधर सब तो अपने छागोल मुना से ले अच्छी लगा दिन ने जुन जिसु ख्रिस्ता अपने और अमी जुनून में से और जुन ना कोई से अमी जो संसार इतु दुनिया लगा जो कि लाइफ तो आसे बोलो इतु लाइफ तो अपने ना लाइफ दे लोगों ने लगी ऐसे इतु लाइफ तो अपने और अमी ना लाइफ दे लोगों ने से response to the light परमेश्वर का वचन में क्या बोल रहे हो मैं संसार को ज्योति हूँ I am the light of the world मलाई पछाड़ने गुरु those who ever follow those who follow me ज्योति तो हुए तो क्या ऐसे हमें उठा दो बुझिए right light तो क्या ऐसे हमें बुझिए अपने और मिला darkness तो क्या ऐसे light तो हमें ना जिसु क्रिस्ता तो ऐसे darkness अंधकार तो light अनुकूल इन switch on बुरीला light तो कोड़ा light तो जुलूबो और तो कोड़ा light जुलेलो सब तो अपने और मिला दिखी बोको आज इतु light तो बुझिए इतु light के इतु light तो हुए तो जिती अपने और अमीर पर respond बुरीला लाइके यदि तो ज्योति light तपाई में मैले स्वीकार्यो भने ज्योति लाई तपाई अनि मैले स्वीकार्यो भने त्यसको आशीष पनि रहेको छ रूम इत्यादि पहाड पर आइसे अपने में खोड़ा आइसे खोड़े आहा तंदे अंधकार से खोड़ो लाइट नहीं स्विच ऑन न करेला अपने अपने ना जगह पूछो पड़को अमीला खोड़े ना अमीला बचा धोला चुरा सब ताई तुम की थे लाइट नखलाय ना आमी रूम दे बराइला आमी गिरुबो नहुला आमी किपाय करे छिपाइ दिबो ताला खेलेना दे नेथिखिबो अंधेरा दे बराइला कि जब आधा रात के उठिसे बोले ताला कुमा जाले थागिना थेले छिपाइने ना बिखाइना गुसाबे लगे फेलाइ बोले मुझे कि ब्रो पाइ नहीं पछला से कल्या में कि मुके लगे इन अंधेरा बुझिले अंधेरा बोले न देखी जाए तो बाहर बाइसले लाइट ऑन बुरिले तो ही लाइट ऑन बुरिले अपने रूम रूम देखी ऐसे की नहीं इजामी दिखोले पड़े response to the light अमियान ईश्वर के इतु लाइट के respond बुरुले लगे इतु लाइट तो अपने और अमिला जीवन दे लाइफ से रखी ना दूरी ना था बोले लगे दे किले दूरी ना रखी बोले लगे बोले whoever follows me कौन मानवी अमीला पीछे आएगो कौन मानवी अमीला लाइट की लुगी ना बेरबो कौन मानवी अमीला लाइट धुरे की ना थकीबो इतु मानवी डार्कनेस की ना थकीबो इतु मानवी एंजाइटी ने ना थकीबो इतु मानवी डिप्रेशन ने ना थकीबो क्यों मानसे एंजाइटी में होती ना डिप्रेशन में होती ना कंफ्यूजन में होती ना क्यों मानसे पाप को लत में होती ना एडिक्शन में होती ना क्यों मानसे जो मानसे ले यीशु क्रिस्ट ज्योति लाए घरे रा पुकरे रा आगे बढ़ने चा Light is effective only when we follow simple things, right? Light is effective only when we follow it. जब light ज्योति चाहिँ हाम्रो निम्ति लाभदायक हुन्छ यदि हामीले त्यसलाई
ज्योतिलाई लिएर हामी हिँड्यौँ भने हातले टर्चलाइट त्यो अझै रातिले बेराउले लगे जैसे अपने और में हाथले टर्चलाइट ऐसे रातिले बेराउले लगे टर्चलाइट तो ऑन नकरेले रास्ता पे किना बेराओ टर्चलाइट बेराला की मतलब है यीशु ख्रीष्ट को बारे में हामीले सुनेको छौं यीशु ख्रीष्ट को बारे में हामीले बुझेको छौं यीशु ख्रीष्ट को बारे में हामीले पढेको छौं तर त्यो यीशु ख्रीष्टलाई तपाईले मेरो जीवनमा राख्नु भएको छ कि छैन तपाईले मेरो जीवनमा राख्नु छ कि छैन And this Bible time जब यीशु ख्रीष्ट many saw Jesus but did not follow him. यीशु ख्रीष्टलाई धेरै मान्छेले देख्नु भयो त्यो समयमा मन विश्वबाट यीशु ख्रीष्टलाई कुत्तु ताइले देख्नु छ ताइलागा ताइले मैले सब मन ताला पिछे जानै जुन मन ताइले लुइसे itu mana ini taila pichini jese jun mana luisi itu mana kani ईश्वर लगते blessing में पैसे aji apuni dikini ga tapai ni mochi costa apuni aro ami dikini ga Christmas is not just about programs cakes new clothes and merry making aina Christmas khali o cake काटेर मात्र हैन केक भाग गरेर एक्सचेन्ज गरेर मात्र हैन नयाँ लुगा कपडा लगाएर मात्र हैन है अनि हामी हर्ष खुशी मनाएर मात्र त्यो क्रिसमस हैन मासु टन्ने खाए त्यो मात्र क्रिसमस हैन सायद अपने आप में अच्छी बहिना तकाई के भन्ने चाहिँ आया कले रातिले उले त फासुची बनाएन चाहिँ मिठा बनाएन चाहिँ चटनी मिठा बनाएन चाहिँ चाहिकिन आज राति दुई खबो उइकिन भवना बुइनु बियाजुला क्रिसमस तो खाली दुईला मिठा मिठा बनाएन खाएला दुई क्रिसमस तो के छ क्रिसमस इज अबाउट वॉकिङ आफ्टर द लाइट ज्योतिलाई यीशु ख्रीष्टलाई तपाईले मेरो जीवनमा दिएर हिँड्ने हामी अगाडि बढ्ने त्यही नै क्रिसमस हो ईश्वर लेकिन यीशु ख्रीष्ट तो अपने और मेरा लाइफ तो लेकिन जित्या आके जाओ इतने असो क्रिसमस तो लेकिन जब Christmas is not just about programs, cakes, clothing, merrymaking, so and forth. It's all about walking with Jesus. It's all about walking after the light. Examine yourself. Amian nijoge hami आफैलाई एबर सोचे हेरौँ हम आफैलाई एबर चाखी हेरौँ हामी आफैलाई एबर प्रश्न गरे हेरौँ है Am I following Christ's light in my decision? कि मैले यीशु ख्रीष्टलाई जो ज्योतिलाई कि हाम्रो मेरो जीवनमा मेरो निर्णय गर्नेमा मेरो सल्लाह गर्नेमा मेरो त्यसमा मैले लिएर अगाडि बढेको छु कि छैन अन्धकारमा तपाईले हेरेर तपाईले ब्लाइन्डली डिसिजन गरेर भने गल्ती पनि हुन सक्छ होला जसरी अन्धकार हुँदाखेरि हामी रुम भित्र कोठा भित्र हामी पस्न सक्दैनौँ हामी काहीँ न काहीँ ठोकिन्छ ठोक्कर खान्छ होला तपाईको डिसिजनमा कसरी इन माय फ्यामिली तपाईको परिवारमा कसरी in my integrity and faith. तपाईको विश्वासमा यीशु ख्रीष्टको ज्योति छ कि छैन? Is Christ with you? Is the light of Jesus with you in your decision, in your family, in your faith, in your faithfulness, in your faith with God? तपाईमा त्यो छ कि छैन? आज तपाईले जाँच्नु भएको छ. We have to think about it. The light will lead you. Those whoever follows me will not walk in darkness. तर त्यो आफ्नो मान्छे चाहिँ अन्धकारमा हिँड्ने गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउने छ भने he will have the light of the gift of light, right? उहाँले त्यो ज्योति चाहिँ ज्योतिको light, you will have the light that gives light भन्नुभएको छ वचनमा है त्यसले ज्योतिको जीवनको ज्योति पाउने छ जसले त्यो ज्योतिलाई रेस्पोन्ड गर्ने छ जसले त्यो ज्योतिलाई लिने छ जसले त्यो ज्योतिलाई लिने छ जसले त्यो ज्योतिलाई लिने छ shall not walk in darkness but have the light of life त्यो मान्छे जसलाई ज्योतिलाई लिने छ स्वीकार्ने छ ज्योति आफ्नो जीवनमा लिएर हिँड्ने छ त्यो अन्धकारमा हिँड्ने छैन तर के गर्ने छ भने त्यसले जीवनको ज्योति पाउने छ गरे त्यसले जीवनको ज्योति पाउने छ गरे त्यसले जीवनको ज्योति पाउने छ गरे
जीवनमा ज्योति हुनु किन जरुरी छ? Why? It is important to have the light in our life. किन जरुरी छ? Especially today's world. आज बोलेको यो संसारमा, आज बोलेको यो समयमा, हाम्रो जवान भाइ बहिनीहरूलाई स्पेशली आज बोलेको यो समयमा तपाईको जीवनमा त्यो ज्योति हुनु जरुरी छ। किनभने तपाईको डिसिजनमा ख्रीष्टको ज्योतिले तपाईलाई अगुवाई गर्न जरुरी छ। In your decision, तपाईहरु कन्फ्युजनमा छ होला, त्यसमा ख्रीष्टको ज्योति चाहिन्छ। तपाईहरु यो गर्ने त्यो गर्ने एन्जाइटीमा छ होला, हो कोहीले डिप्रेसनमा पनि बस्न लागेको छ होला, हो कोहीले त के भावनाहरु योजनाहरु पनि गरेको छैन। जब असफल हुन्छ, त्यो असफल हुँदाखेरि ओ के गर्ने ला, अब संसारै खतम भयो भनेर सोच भावना पनि हुन्छ होला। In every of those things, you need the light of Jesus. You need the light of Jesus. आमा बाबाको जीवनमा पनि ज्योति किन जरुरी छ? तपाईको जीवन, हाम्रो जीवनमा किन ज्योति जरुरी छ? किन ज्योतिलाई जरुरी छ? हाम्रो जीवनमा ज्योति किन जरुरी छ भन्ने तपाईँ नि मैले पनि हाम्रो नानी केटाकेटीहरू आफ्नो भविष्यको निम्ति उहाँको सम्झ योजनाहरू गरिराखेको छौँ। तर त्यो योजना जब हाम्रो नानी केटाकेटीहरू हाम्रो इच्छा अनुसारमा हामीले भनेको कुराहरू नमान्दा उहाँले आफ्नो मनमानीहरू कामहरू गर्छ होला। या ती मात्रै होइन, तर हाम्रो फ्यामिली फाइनेन्सियल कन्डिसन हामीले फाइनेन्सियलमा तल झरिराख्छ होला। या तपाईँ हामीलाई खाँचो भएको दरकार भएको हामीले पुरा गर्न सक्दैनौँ होला हाम्रो परिवारको बिचलाई। जब त्यो सबैलाई हामीले असफल ल्याउँछ, हामीले रङ डिसिसन गर्छौँ, हामीले गलत निर्णय लिन्छौँ, हामी गलत स्टेप to Lord and Jitya Amian as a parents Ama Baba with the Nitro family in the Pungchawale na Parijishu. Or Jitty to cook Kalatadam the Lumo, Amen Kirijai, Aderate. It in the Apnia Amina like the like to like it. But Jesus Christano like yesterday. Yeshu Christ like Tapai and Mary Children, Jainitza. The light brings direction when we are confused. हामीलाई ज्योति हामीलाई दिशा देखाउँछ जब हामी कन्फ्युज हुन्छौँ, जब हामी अन्धनिन्छौँ, कहाँ जाऊँ कसो गरौँ के गरौँ भने हामी हुन्छौँ। ज्योतिले चाहिँ हामीलाई आशा आउने दिनको जब आशा देखाउँछ, जब हामी निराश भएको हुन्छौँ, आशा देखाउँछ जब हामी निराश भएको हुन्छौँ। Peace when we are afraid. हामीमा शान्ति जब हामी डराउँछौँ, हामीमा शान्ति जब हामी डराउँछौँ। Eternal life when death threatens. मर्ने अवस्थामा पनि, प्राण जाने अवस्थामा पनि हामीलाई के भन्छ? आउने दिनको निम्ति, नयाँ जीवनको निम्ति, अनन्त जीवनको निम्ति हामीलाई उहाँले उत्साह दिन्छ। This is why itu karena अपने और अन्य का लाइफ थी लाइट टू ज्योति दू ताकि बोले जरूरी है सिद्धे ज्योति दू ताकि मिला लोग ना चावले विशेष जरूरी है। Darkness may surround you, but the light lives within you if Christ lives in you. अंधकार तो अपने और अम्बिके पानी ना रखी ना तो यो बड़े अंधकार पर अपने और इनके दूरी की ना रखी ना थे ऊपरे। Oh, it's okay 2025 ला Christmas तो आज ही बोल जिसे it's okay 2025 ला Christmas ते अपने एक जन के माफ कर दिया ने। Oh, अंधकार पर ऊपरे 2025 ला Christmas ते एक ने अपने मुद्दों जा कल मुद्दों खाई एक ने आज भी जाके ना खबीर को ऊपरे। Oh, 2025 ला आज ला दिन ने ये तो अंधकार पर जो darkness पर अपने ऊपर it's okay अपने कल मुझे मने की जाने थकाई से। Oh, आज भी जाके ना थकावी को ऊपरे। बोले यदि अपने आरामिलो बने जेसु क्रिस्टा तकिया जुगले ताला लाइट तो तकिया से इधर सब अंधकार ने ताइबा ही जीती ना आगे भी जाऊँगे तको तो ताइबा में अपने आराम में टिबुले से। Matthew chapter 5 verses 14 and 16. Sorry. Matthew chapter 5 verses 14 and 16. I give you a You are the light of the world. तपाईं अनि म जे के गरे यो संसारको ज्योति हो गरे फेरि येशू ख्रीष्ट भन्दैछ।
पहिले के सुन्यो जोनमा हामीले सुन्यो जोनको पुस्तकमा हामीले के सुन्यो येशू ख्रीष्ट जो संसारको ज्योति हो गरे अब येशू ख्रीष्टले के गर्नु भन्नु भएको छ तपाईले मलाई अब चाहिँ तपाई अनि म चाहिँ यो संसारको ज्योति हो गरे येशू ख्रीष्टले तपाईले मलाई ज्योतिको बारेमा सिकाउनु भयो देखाउनु भयो अनि हिँडाउनु भयो अब तपाई अनि मैले पनि ज्योतिको बारेमा सुन्यो उहाँको वचनमा ज्योतिलाई लिएर जब हामी हिँड्छौँ भने ज्योतिलाई हामीले रेस्पोन्ड गर्यो भने ज्योतिलाई हामीले स्वीकार्यो भने हाम्रो जीवनमा कस्तो हुनेछ के हुनेछ भनेर हामी सुन्यौँ अपने और में अजी ओला के बड़ा हुने के ना आने सिना ईश्वर लगा लाइट तो अपने और में लगा ते थकी ऐसे बोले और ये लाइट तो अपने और में सोला लाइट पीछे ले जाए ऐसे बोले आगे तक लगा लाइट लुकी नहीं जाए थकी ऐसे बोले अपने और में लाइट किन का ब्लेसिंग का बोला ऐसे कोई ना अपने और में साइड लीजिए और क्या सोबत तक थरा की दीजिए इधर संसार लगा लाइट ना अपने और अमी ऐसे कुछ which means अपने और अमी के टाइप of responsibility थरा की दीजिए तपाई ने मना जीवन क्यों मना A town built on a hill cannot be hidden. डालामाथि यो बनाएको घर चाहिँ है A town built on the hill cannot be hidden. डालामाथि बनाएको घर चाहिँ त्यो ढाक्नु सक्दैन गरे त्यसलाई लुकाउन सक्दैन गरे न अमान तिले एरिया दिन चाहिँ सुले खोरो पूर्ण छैन चम्चाले छैन आया बोर्ड तंगोडा गुना थिन चाहिँ खोरो खोरो किन चाहिँ उचाइ त टप्ते गुनाना पुग्याछ अमान दूर साइड बोर्ड दिखी जाए इनका बोर्ड बुनाई का बोर्ड लुकावले न पारे बोलिसे neither do people light the lamp and put it under a bowl ना कौन हुई भी अपने और अमीना बोर्ड खोर बुनाई से बुले अमान खोर बुनाई से बुले लाइट तो लोग पिसाला फ्लोर ला नीचे तो लाइट तो ना रखे अपने और अमी होता है सीलिंग ऊपर है लाइट तो हैंग रोबो लाइट तो जितने फिक्स करने ना रखे वो वॉल दे टोकते फिक्स करने ना रखे वो ना itu nisina apne around ki winaze apne around in the same way let your light shine before others apne around me it is so right the responsibility de dise to apne around ke tapai ni mala uda naya जीवन परमेश्वरले दिनु भएको छ येशू ख्रीष्टले पहिला भन्नु भयो म नै यो संसारको ज्योति हो अब परमेश्वरले त्यो ज्योति तपाईले मलाई दिनु भएको छ आज आमेन परमेश्वरले तपाईले मलाई त्यो ज्योति दिनु भएको छ त्यसको लागि उहाँले भन्नुभयो हो अब तिमीहरू यो संसारको ज्योति हो जो त्यो ज्योतिलाई चाहिँ डालामाथि भएको घर जसरी ढाकेर पनि ढाक्न सक्दैनौ तिमीहरू पनि कति ढाक्ने कोसिस गरेर पनि ढाक्न सक्दैनौ भन्ने खालको ज्योति बन्नु परेको छ तपाईहरु उहाँ चाहिँ अनि के गर्नुभयो के भन्नुहुन्छ let your light shine before others that they may see your good deeds and glorify the Father who is in heaven अब तपाईले मैले चाहिँ के गर्नु परेको छ त्यो ज्योतिलाई चाहिँ हाम्रो जीवनमा लिएर अगाडि बढ्नु परेको छ ताकि हामीलाई आफन्तहरूले हाम्रो साथीभाइहरूले हो हाम्रो छिमेकीहरूले जब हामीलाई देख्छ नि येशू ख्रीष्टको ज्योतिलाई हामीलाई देख्न सकेको छ अनि उहाँले हामीलाई हेरेर येशू ख्रीष्टको महिमा गर्न सकेको होस् Say God. Jesus is the light of the world. Christ is the light of the world. That Christ has given us this responsibility that we are the light of the world. Now, the Jyoti light is Jesus Christ ko Jyoti light. Chamkaya hinu ko nimti tapai मेरो माथि रहेको छ तपाईले मेरो माथि रहेको छ यो ज्योति light चाहिँ ढाकेर राख्ने हो कि त्यसलाई ज्योति हमेशा बनाइराखेर त्यो तपाईले विचार गर्नु परेको छ how to accept the light of the world how to accept यो ज्योतिलाई चाहिँ हामीले कसरी स्वीकार गर्न सक्छौं हाम्रो जीवनमा हामी खाली त्यो लाइट टु लियो अजिलगा दिन क्रिसमस सेलिब्रेट गर्छौं त्यो लाइट टु अपनेर हामी बर्किलिगा लोबोले गर्नु recognize the darkness निचोड़ लगा एरिया लगा अंधकार तो अंधेरा तो की ऐसे तो निचोड़ बा पछिल भी निचोड़ बा जाने भी तो निचोड़ अंधकार तो की ऐसे निचोड़ की तो कुन तो अंधकार में बंदी ना कुछ darkness कुछ अंधकार में तपाईले बाहर राख्नु भएको छ जो कि ख्रीष्टमा तपाई आगे बढ्न सकेको छैन जो कि ख्रीष्टको ज्योतिलाई तपाईको जीवनमा राख्नु सकेको छैन for that have seen and fall short of the glory of God Romans 3:24 believe in Jesus the truth light
believe in Jesus. येशू ख्रिस्टलाई हामी विश्वास गर्नु परेको छ कि उहाँले साँच्चै पनि यो संसारको हाम्रो जीवनको ज्योति हो भन्ने हामी स्वीकार्नु परेको छ ईश्वर यीशु ख्रिस्ट도 itu दुनियालागा होसलागा लाइ ओसलाइ आसे gwado आमीलागा ओसलाइ आसे gwado अपनेरो आमीब्रा accept गुरुबले राखिबुदे John 1:12 says to all who receive him to those who believe in him आइना हेरेर तपाईहरुको receive Jesus personally हाम्रो व्यक्तिगत जीवन individual जीवन personal जीवनमा येशू ख्रिस्टलाई तपाईले मैले स्वीकार गर्नुपर्छ छ we have to receive Christ Jesus in our life and then follow the light daily त्यो ज्योतिलाई हरेक दिन हमेशा हाम्रो दिनको जीवनमा लिएर हामी अगाडि बढ्नुपर्छ छ John 8:12 says he who follows me shall not walk in darkness जो व्यक्तिले आफ्नो अन्धकारलाई जाचिन्छ अनि त्यो अन्धकारलाई परमेश्वरको ज्योतिमा लिएर राखिदिन्छ अनि त्यो मान्छेले त्यो ज्योतिले अनि त्यो परमेश्वरको ज्योतिमा लिएर राखिदिन्छ अनि त्यो परमेश्वरको ज्योतिलाई लिएर आफ्नो दिनको जीवनमा हिँड्छ त्यो मान्छे कहिले पनि फेरि अन्धकारमा हिँड्नु छैन जुन मनु निजो डार्कनेसला जानिबो निजो अन्धकारको के छ त्यो जानिबो एदु जानिलुसुगुले अरु जिसु ख्रिस्टलाई त्यो लाइट उले लोइलिसुगुले ताकि विश्वास गुरुलिसुगुले अरु त्यो निजो लगा अन्धकारको हैन जिसु ख्रिस्टलाई त्यो लाइट आके राखिदिले अरु त्यो लाइट के होता है अपने आमी बा लुइकिना आके छैले अरु अपने आमी वापस त्यो अंधकार ने नजाओ त्यो अंधकार के अपने आमी नथाकी त्यो डार्कनेस ने अपने आमी नथाकी जो अच्छी 2025 ला क्रिसमस डे अपने ला अंधकार के कीज the light has come अपने आमी के to promise ईश्वर को दिदिना छ येशू ख्रिस्ट तपाईले मलाई यो प्रमिस राखिदिनु भएको छ उहाँको वचन राखिदिनु भएको छ हेर ज्योति आएको छ हेर ज्योति आएको छ जो व्यक्तिहरु अगमवक्ता आइजाले भनेको जो व्यक्तिहरु अन्धकारमा हिँड्दै थियो उहाँहरु अन्धकारमा हिँड्दैन अब ज्योतिमा हिँड्दैछ हेर त्यो ज्योति आएको छ आज हेर तपाईको जीवनमा पनि त्यो ज्योति आएको छ तपाईले त्यो ज्योतिलाई स्वीकार गर्नु भएको छ कि छैन Have you accepted the light of this world? Have you accepted the light in the darkness? कि तपाईको यो ख्रिस्टको ज्योतिलाई तपाईको अन्धकारमाथि स्वीकार गरेको छ कि छैन यही तपाईको माथि रहेको छ यदि तपाईले स्वीकार गरेको छ भने आमेन त्यसमा स्वीकार गरेको छैन भने कोसिस गर्नेछु तपाईले 2025 को क्रिसमस जसरी मनाउनु भयो हामीले 2026 मा त्यसरी मनाउने छैन 2024 मा 2025 मा हामीले जसरी हाम्रो कमजोरतामा रहेर हामी अन्धकारमा रहेर मनायो होला अन्धकारमा रहेर हामी बसेको छौं होला तर 2026 मा चाहिँ हामी परिवर्तन भएर हामी नयाँ भएर हामी मनाउने छौं आफ्नो कमजोरता आफ्नो अन्धकारलाई ख्रिस्टमा लिएर ख्रिस्टको ज्योतिमा लिएर राखिदिने छौं अनि बाँकी येशू ख्रिस्ट तपाईले मेरो जीवनमा काम गर्नुहुन्छ अन्तिममा म यही भन्न चाहन्छु द लाइट इज योर्स ज्योति चाहिँ तपाईको यो सानोको निम्ति ठुलोको निम्ति बुढो बाजे बोजूको निम्ति यो खाली क्रिस्चियनहरुको निम्ति नक्रिस्चियनको निम्ति हैन यो सबै संसारको निम्ति ज्योति चाहिँ हो अनि त्यसैको लागि आज यो क्रिसमसमा यो ज्योति चाहिँ सबैको जीवनमा भएको होस् भनेर म यो आशा यो प्रार्थना राख्दछु र हामी उहाँको ज्योतिले नै हाम्रो दिनको जीवनमा परमेश्वरले नै येशू ख्रिस्टले हामीलाई अगुवाई गरिदिएको होस् भनेर म यो निवेदित प्रार्थना राखेको छु आमेन परमेश्वरको आशीष हामी सबैमाथि रहिदिएको छ र अन्तिममा म एउटा बिन्ती गर्न चाहन्छु